नमस्कार, टुडे न्यूजमा स्वागत छ। म एन्जल। सुरु गरौँ जनकपुर धामको जानकी आँखा अस्पतालमा लाखौं अनियमितता भएको प्रसङ्गबाट। नेपाल रेड क्रस सोसाइटी धनुषाद्वारा सञ्चालित जनकपुर धामको जानकी आँखा अस्पतालमा लाखौं अनियमितता भएको खुलेको छ। जनकपुर धाम उपमहानगरपालिका 8 मा अवस्थित आँखा अस्पतालभित्र रहेको चस्मा तथा औषधि सेवा विभाग चस्मा पसलमा वैशाख 2 गते 9,97,656 रुपियाँको सामान आएको अस्पतालको सूचना अधिकारी रुदल प्रसाद शाहले बताएका छन्। त्यसपछि जेठ 23 गते स्टोरका कर्मचारी शशिकान्त झाले माग फारम भरेका थिए। त्यो माग फारममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट आशिष बोहराले हस्ताक्षर गरी स्टोरमा पठाइएको बुझिएको छ। वैशाख 2 गते नै खरिद भइसकेको सामान जेठ 23 गते मात्र स्टोरमा बुझाइएको भनिएको छ। अस्पतालमा रहेको चस्मा पसलमा सामान ल्याउने काम टेन्डर मार्फत हुने गरेको थियो, तर पछिल्लो पटक अस्पतालकै कर्मचारीको स्वामित्वमा भएको भुटान देवी अप्टिकललाई टेन्डर पारिएको छ। खरिद प्रक्रिया पूरा नै नगरी अस्पतालका मिसु बोहराले व्यापक रूपमा रकमको हिनामिना गरेको स्रोतले जनाएका छन्। यसैबीच आँखा अस्पतालका सञ्चालक समितिका कोषाध्यक्ष तथा खरिद समितिका प्रमुख धीरेन्द्र कुमार झाले भने यस घटनाले सञ्चालक समितिको बैठकबाट व्यवस्थापन समिति मार्फत छानबिन गरिने निर्णय गरिएको बताएका छन्। झाले 7 सदस्यीय खरिद समितिको बैठकबाट चस्मा तथा औषधि सेवा विभागबाट खरिद भएको फ्रेम तथा सिसा खरिदमा भएको त्रुटिलाई सञ्चालक समितिमा पेश गर्ने निर्णय सर्वसम्मतबाट गरिएको बताए। खरिद प्रक्रिया अस्पतालको नियम संगत भएको देखिएन। उनले भने छानबिन समितिले देखिएको प्रतिवेदन सञ्चालक समितिको बैठकमा पेश गरिनेछ। अस्पतालमा भएको आर्थिक अनियमितता बारे जनकपुर धाम उपमहानगरपालिकाको वडा नम्बर 8 का अध्यक्ष दिनेश सिंहले चासो लिएका छन्। उनले अस्पताललाई पत्राचार गरी खरिद प्रक्रिया सम्बन्धी आवश्यक कागजातहरू माग गरेका छन्। जानकी आँखा अस्पतालमा धनुषा महतरी लगायत सीमावर्ती भारतीय मधुबनी, सीतामढी र दरभंगा लगायत जिल्लाका आँखाका रोगीहरू उपचारका लागि आउने गरेका छन्। आँखाका रोगीहरूको अत्याधिक चाप रहने र अपरेसन समेत हुने गरेको जानकी आँखा अस्पतालमा आर्थिक कारोबार पारदर्शी नरहेको आरोप लगाएको छ। अस्पतालले खरिद गर्ने औषधि, चस्मा लगायतका उपकरणहरू प्रतिस्पर्धात्मक प्रणालीबाट नभई मिली मातोबाट गरिएको देखिन्छ। झन्डै 10 लाखको चस्मामा घस्ने सिसा खरिद गरेको भनिए पनि बिल मात्र अस्पतालमा आएको देखिन्छ। अस्पतालले खरिद गरेको घस्ने सिसाका लागि स्टोरसित पूर्व स्वीकृति लिएको देखिँदैन। खरिद गरिएको सामानको स्टोर दाखिला र खर्चको माग फारम समेत नभएको अवस्थामा सोझै बिल भुक्तानीका लागि लेखामा पुगेको स्रोतले जनाएका छन्। स्रोतका अनुसार करिब 10 लाखको सामान खरिद्ने नगरी खर्च भएको देखाएर भुक्तानी लिन बोहराले चलखेल गरेका छन्। आँखा रोगीहरूको लागि विश्वसनीय अस्पतालको रूपमा रहेको जानकी आँखा अस्पतालमा आर्थिक अनियमितता हुने गरेको र बिरामीहरूलाई दिने सेवा सुविधा समेत कमी आएको गुनासो आउन थालेको वडा अध्यक्ष सिंहले बताए। वडा अध्यक्ष सिंहले पत्र मार्फत अस्पतालमा भएको सामान खरिदमा अपनाइएको प्रक्रिया सम्बन्धी कागजातहरूको प्रमाणित प्रतिलिपि माग गरेका छन्। वर्षदेखि अस्पतालभित्र सञ्चालनमा रहेको औषधि तथा चस्मा पसलको खरिद प्रक्रियामा व्यापक आर्थिक अनियमितता भइरहेको गुनासो पटक पटक आउने गरेको उल्लेख गर्दै अध्यक्ष सिंहले भने लिखित रूपमा नै सबै कागजातहरू माग गरिएकोले कागजात प्राप्त भएपछि छानबिन गरी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ। चस्माको फ्रेम, सिसा तथा औषधि खरिदको टेन्डर प्रक्रियामा अस्पतालको मेडिकल डाइरेक्टर तथा प्रशासनको मिलेमातोमा लाखौं रकमको चलखेल भइरहेको बताइएको छ। आर्थिक अनियमिततालाई न्यून गर्न कागजातका लागि पत्राचार गरिएको छ। अध्यक्ष सिंहले भने सामाजिक संस्थाले सञ्चालन गरेको आँखा अस्पताललाई पारदर्शी र प्रभावकारी बनाउन लागेको छु। मध्य प्रदेशका जिल्लाहरूमा डेंगू संक्रमणका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालय मध्य प्रदेशले जनाएको छ। निर्देशनालयको अनुसार बालबालिकादेखि वृद्धमा यसको संक्रमण देखिएको छ। निर्देशक डाक्टर सञ्जीव कुमार झाले सालको सुरुवात यता 22 जनामा डेंगू संक्रमण पोजिटिभ देखिएको बताएका छन्। निर्देशनालयले स्थानीय तह तथा निजी स्वास्थ्य उपचार केन्द्रमा उपचार गराएका एवं उपचारमा रहेको बिरामीको तथ्याङ्क संकलनका लागि कर्मचारी परिचालनका साथै संक्रमण बढ्न नदिन जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखा मार्फत लामखुट्टे लार्भा खोजी गरेर नष्ट गर्ने काम गरिरहेको बताइएको छ। चिकित्सक सुरेन्द्र महतोले सरकारी तथ्याङ्क भन्दा डेंगूका बिरामीको संख्या निकै बढेको चर्चा गर्दै ढल्केभरमा 10 दिनको अवधि
मध्येमा 14 जनामा डेंगू संक्रमण देखिएको बताए। वर्षा कम भएकाले संक्रमण अहिलेसम्म नियन्त्रणमा भए पनि वर्षा भएपछि बढ्न सक्ने अनुमान गरिएको छ। वर्षाको पानी खाडा खुर्ली नाला खेतबारी लगायत जताततै जमेपछि लामखुट्टेको संख्या वृद्धि भई डेंगू रोगका संक्रमित पनि बढ्न सक्ने सम्भावना रहेको छ। प्रादेशिक अस्पताल जनकपुर धाममा ओपीडी शाखा प्रमुख मनिष कुमार पाण्डेले विगत 1 महिनादेखि दिन बिराएर 2-3 जनामा यो संक्रमण देखिने गरेको बताएका छन्। उनले भर्ना गरेर उपचार गर्नुपर्ने जस्ता जटिल बिरामी नदेखिएको र स्वास्थ्य जाँचपछि घरमै बसेर स्वास्थ्य लाभ लिइरहेको जानकारी पनि दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले बिरामीको स्वास्थ्य उपचार र डेंगू संक्रमणको रोकथाम तथा नियन्त्रणको प्रयास भइरहेको बताउँदै प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयमा औषधि व्यवस्थापन र लामखुट्टे लार्वा नष्ट गर्न स्वास्थ्य क्षेत्रका कर्मचारी खटिएको बताए। डेंगूका संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखी अस्पतालका अधिकारीहरूलाई गुणस्तरीय युक्त उपचार व्यवस्थाका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएको मन्त्री सिंहले जनाए। डेंगूका लक्षण देखिएमा तुरुन्तै नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा गएर चिकित्सकको सल्लाह अनुसार उपचार गराउन र घर वरपर वातावरणमा पनि पानी जम्न नदिन लामखुट्टेको लार्वा विकास हुने स्थान खोजेर नष्ट गर्न सबैलाई आग्रह गरे। लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रण तथा रोकथामका प्रयासमा मध्य प्रदेशका स्थानीय तह गम्भीर नदेखिएको गुनासो स्थानीयले लगाएका छन्। कार्यविधि निर्देशिका तथा नियमावलीको अभावमा मध्य प्रदेशको चलचित्र तथा लोक सञ्चार प्रवर्धन बोर्ड कामविहीन भएको छ। लोक संस्कृति तथा कलाकारको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यका साथ प्रदेश सरकारले 20 माघ 2077 सालमा प्रदेश संचार ऐन ल्याएका थिए। सोही ऐनको आधारमा प्रदेश सरकारले आम संचार प्राधिकरण मधेस मिडिया काउन्सिल र चलचित्र तथा लोक संचार प्रवर्धन बोर्ड गठन सम्बन्धी ऐन ल्याए। तर बोर्ड गठन भएको झन्डै 2 वर्ष हुन लाग्दा पनि बोर्डले गर्ने क्रियाकलापको लागि कार्यविधि निर्देशिका तथा नियमावली अझै निर्माण नहुँदा बोर्ड अपाङ्ग बनेको छ। मध्य प्रदेश बाहेक यस्तो प्रकृतिको कुनै प्रदेशमा बोर्ड गठन गरिएको छैन। आयोग अध्यक्ष सहित 5 जना पदाधिकारी रहेका छन्। आयोगका अध्यक्षमा धर्मेन्द्र मरवैतालाई नियुक्त गरिएको छ भने सदस्यमा अशोक दत्त, उषा यादव, वैद्यनाथ राय र विजय कुमार शाह सदस्य रहेका छन्। अध्यक्ष मरवैताले राज्य मन्त्री सरह सेवा सुविधा लिँदै आएका छन् भने सदस्यहरूले यातायात सञ्चार तथा अतिथि सत्कार बैठक भत्ता सहितका शीर्षकमा मासिक 20,000 देखि 24,000 सम्म रकम बुझ्दै आएका छन्। प्रदेश संचार ऐनको दफा 51 बमोजिम गठन गरिएको बोर्डको पदाधिकारी नियुक्तिको लागि योग्यता तोकिएको छैन। पदाधिकारी अनुभव मात्रै माग गरिएको छ। बोर्ड गठन भएदेखि अहिलेसम्म प्रदेश सरकारको झन्डै 1.5 करोड रकम खर्च भएको छ, तर उपलब्धि भने शून्य छ। बोर्ड गठन भएको लामो समय भइसक्दा पनि अहिलेसम्म कार्यविधि र निर्देशिका बन्न सकेको छैन। बोर्डको उद्देश्य निकै राम्रो हो। मधेसको कला संस्कृतिको संरक्षण प्रवर्धन गर्ने यसको मुख्य लक्ष्य हो। बोर्डका अध्यक्ष मरवैता भन्छन्, तर सरकारले मजल गर्न नसक्दा हामी लक्ष्य अनुसारको काम गर्न सकेका छैनौं। फिल्म सिटी, फिल्म फेस्टिभल, कलाकारहरूको डाटा संकलन, कलाकारहरूको बीमा, प्रदेशमा रहेका सिनेमा हलहरूको वर्गीकरण सहितका कार्यक्रम गर्ने योजना बनाएका थियौं। उनले भने, तर कर्मचारीको अभाव र नियमावली र कार्यविधिको अभावमा कुनै कार्यक्रमलाई अगाडि बढाउन सकेनन्। बोर्डले आर्थिक वर्ष 2078-79 मा 16 सम्बन्धी डकुमेन्ट्री निर्माण तथा गत आर्थिक वर्षमा अधिकांश योजना कटिएको 2-3 वटा सानो कार्यक्रम मात्रै सञ्चालन गर्न सकेको बताइएको छ। मध्य प्रदेशका सुखाग्रस्त जिल्लाहरूमा सरकारले राहत प्याकेज बनाएर पिउने पानी र सिँचाइका लागि काम गर्ने भएको छ। जिल्ला दैवी प्रकोप उद्धार समितिले धनुषा र पर्सा जिल्लालाई सुखाग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गर्न निर्णय गरेको छ। जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष समेत रहेका धनुषाका प्रमुख जिल्ला अधिकारी सिडिओ काशीराज दाहालको अध्यक्षतामा बसेको बृहत बैठकले सुखाग्रस्त क्षेत्र घोषणाका लागि कृषि र गृह मन्त्रालयलाई सिफारिस गर्न निर्णय गरेको छ। धनुषा जिल्लामा आवश्यक वर्षा नहुँदा पिउने पानी र सिँचाइमा संकट देखिएको छ। धनुषाका सिडिओ दाहालले भने, हालसम्मको अवस्थाको मूल्याङ्कन गर्दा धनुषामा 33% पनि धान रोपाई सम्भव छैन। रोपिएको धान पनि सुक्न थालेको उनले बताए। जिल्लामा पिउने पानीको पनि गम्भीर समस्या देखिएको दाहालले बताए। जिल्ला दैवी प्रकोप उद्धार समितिले सिफारिस गरेपछि संघीय दैवी प्रकोप उद्धार समितिले घोषणा गर्नेछ। सुखाग्रस्त क्षेत्र घोषणा नहुँदा तिनै तहको सरकारलाई राहत सम्बन्धी काम गर्न कठिनाइ भएको छ। सुखा क्षेत्र घोषणा भए लगतै प्रदेश सरकारले संघीय र स्थानीय सरकारसित समन्वय गरी तत्काल राहत प्याकेजको घोषणा गर्ने
गर्ने तयारीमा रहेको मध्य प्रदेशका ऊर्जा सिंचाई तथा खानेपानी मन्त्री सिंहासन साकलवारले बताए। मध्य प्रदेशमा पिउने पानी र सिंचाइका लागि सरकारले राहत प्याकेजका लागि गृह कार्य गरिरहेको छ। उनले भने सुखाग्रस्त क्षेत्र घोषणा भए लगतै काम अगाडि बढ्नेछ। पर्सा जिल्ला दैवी प्रकोप उद्धार समितिले पनि जिल्लालाई सुखाग्रस्त क्षेत्र घोषणा गर्ने आधारसहित सिफारिस गरेको छ। बारा र रौतहटको सिमानामा पर्ने धनसार पुल नजिकको सडकबाट बेवारिसे अवस्थामा फेला परेको शिशुको आमालाई पनि प्रहरीले बुधबार बिहान बेवासिरे अवस्थामा फेला परेको छ। बच्चा फेला परेको स्थान नजिक रोएर हिँडिरहेको अवस्थामा प्रहरीले 4 महिने शिशुको आमालाई उद्धार गरेको छ। जंगलको बिचमा पर्ने सडकमा महिला रोएर हिँडिरहेको खबर पाएपछि पुगेको इलाका प्रहरी कार्यालय निजगढको प्रहरी टोलीले महिलालाई उद्धार गरी कार्यालय ल्याएको छ। प्रहरीका अनुसार उद्धार गरिएकी महिला भारत मोतिहारीकी छिन्। महिलाले आफ्नो घर मोतिहारी रहेको र श्रीमानले आफू सहित शिशुलाई ल्याएर जंगलमा छोडेको बयान दिएकी छन्। श्रीमानले आफूलाई र शिशुलाई छुट्टा छुट्टै स्थानमा छोडेर भागेको जानकारी दिएकी छन्। पानीले भिजेको अवस्थामा फेला परेकी महिलाको शरीर र मानसिक अवस्था कमजोर देखिएको प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए। श्रीमानले जंगलको बिचमा छाडेर हिँडेपछि महिला आफ्नो सन्तान खोज्दै हिँडेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। महिलाले दिएको जानकारी अनुसार प्रहरीले उनको माइती पक्षलाई खबर गरेको छ। उद्धार गरेकी महिलालाई प्रहरीले मंगलबार फेला परेको शिशुको तस्बिर देखाएपछि उनी रुन थालेकी थिइन्। उनको आफ्नो छोरालाई भेटाइदिन प्रहरीलाई आग्रह गरेकी थिइन्। प्रहरी निरीक्षक श्रेष्ठले महिलाको माइती पक्ष आएपछि बच्चाको आधिकारिकता पुष्टि हुने र परिवारको जिम्मा लगाइने बताए। पुल नजिकको सडकबाट उद्धार गरिएको शिशुलाई अलैया स्थित प्रादेशिक अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ। सडकबाट उद्धार गरे लगतै अस्पताल लागिएको शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। हस्त टुडे न्यूजमा अहिलेको लागि यति नै। फेरि अर्को समाचार लिएर पुनः उपस्थित हुनेछौँ। हेर्दै गर्नुहोस् टिभी टुडे जनकपुर। नमस्कार।